आज हामी घुम्न जाने भनेर घुम्न जानुभन्दा अगाडि केही खाम भनेर हाम्रो फेभरेट ठाउँमा आयौँ। यहाँको हामीलाई पिज्जा बर्गर र मोमो चाहिँ एकदम मनपर्छ। मोमो आइ पनि सक्यो, मैले खाइ पनि सकेँ, एकदम मिठो थियो। त्यसपछि बर्गर पनि आयो, त्यो पनि खायौँ। पिज्जा पनि आयो, त्यो पनि खायौँ। अब हेर्नु है यहाँ चाहिँ के हुन्छ। ओह आमा, चिल्ली फ्लेक्सको त्यो कभर नै खुल्ला रहेछ भने म त यस्तो भए, यस्तो अब खानै सकिएन, त्यो त बिग्रिहाल्यो। त्यसपछि के गर्नु, हामी लाग्यौँ हाम्रो घुम्ने प्लेसतिर। हेर्नु त, नेचरलाई एप्रिसिएट गर्नुपर्छ, कति राम्रो छ। रानी झलुङ्गे पुल भन्ने ठाउँमा गएको हामी चाहिँ आज नगरकोट। म चाहिँ टुइटु हिँड्दैछु, ऊ खोला हेर्नुहोस् त्यहाँ। म चाहिँ पुलमा पुगेँ अनि टुइटु हिँड्दैछु। मेरो बुढाले भिडियो बनाइदिन्छन्, मलाई तिर्खा लागेर पानी लिन जाँदैछन्। फेरि हामी चाहिँ एकछिन घुम्यौँ अनि फेरि फर्क्यौँ। त्यहाँबाट हाम्रो अन्त्य जानुपर्ने थियो, टुइटु हिँडेँ अनि पशुपति गयौँ हामी। पशुपति जाँदैछौँ हामी आज। पशुपतिमा गएर आरती हेर्न थियो। ऊ आरती पनि हेर्नुहोस्, तपाईँहरू पनि हेर्नुहोस्। तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहीँबाट तपाईँलाई यहाँ पशुपतिको दर्शन गर्नुहोस्। अब यहाँ म ताली बजाउँदैछु मस्त आरतीमा। अब यो लास्टको भिडियोले चाहिँ हामीलाई के ज्ञान दिन्छ भने, खाने भातै हो, जाने घाटै हो भने जस्तो केही रिस डाहा कसैलाई पनि केही पनि नगरौँ। किनभने हजुरको सबै रिस डाहा सबै अन्त्य हुने यही ठाउँमा गएर हो। त्यही भएर सबैजना एकअर्कामा खुसी हौँ, सबैजनालाई राम्रो भनौँ, आफू पनि राम्रो भनौँ, पोजिटिभ हौँ। हस्त शुभरात्रि, गुड नाइट, बाई।